फाइनली सागर डिस्टिलरी लिमिटेडको आइपिओ डिमेटमा आइसकेको छ। तपाईहरुलाई यसको आइपिओ परेको छ भने तपाईहरुले टिआर पछि यसको आइपिओ बेच्न सक्नुहुन्छ है। अहिले चाहिँ बेच्न मिल्दैन, टिआर पछि मात्र यसको कारोबार हुन्छ। अहिले चाहिँ लिस्टिङ पनि भएको छैन, टिआर पछि मात्र यसको लिस्टिङ भएर कारोबारमा जान्छ। अहिले चाहिँ डिमेटमा मात्रै आएको छ। तपाईहरु आफ्नो मेरो सेयर एकाउन्ट चेक गर्नु होला, तपाईको त्यहाँ आइसकेको होला। यदि तपाईलाई परेको छ भने सागर डिस्टिलरी लिमिटेडले सर्वसाधारणहरुको लागि 11,90,640 किता सेयर निष्कासन गरेको थियो। सागर डिस्टिलरी लिमिटेडको इपीएस -3.61 रहेको छ भने यसको नेटवर्कको कुरा गर्दा 106.52 रहेको छ भने यसको ओपनिङ रेन्जको कुरा गर्दा यसको पहिलो कारोबार 106.52 देखि 319.56 को बीचमा हुन्छ। यसको पहिलो कारोबार 106.52 देखि 319.56 को बीचमा हुन्छ। आइपिओहरुको पहिलो कारोबार हुँदा जहिले पनि ओपनिङ रेन्जको हाई बिन्दुमै आएको छ अहिलेसम्म। यसको पनि पहिलो कारोबार 319 को वरपर होला, तपाईहरुले पनि गेस गर्न सक्नुहुन्छ। सागर डिस्टिलरी लिमिटेड म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टरमा पर्छ है। यसको भ्यालु कतिसम्म पुग्ला भनेर तपाईहरुले अनुमान लगाउन सक्नुहुन्छ है। त्यसको लागि तपाईहरुले नेप्सी अल्फा भनेर सर्च गर्नु होला। त्यसपछि तपाई चाहिँ यो वेबसाइटभित्र जानु होला। त्यसपछि तपाईहरुले चाहिँ यही सेक्टरको शेयरहरुले कति अर्निङ दिएको छ, कति भ्यालु पुगेको छ, तपाईले त्यो हेर्न सक्नुहुन्छ है। सागर डिस्टिलरी लिमिटेड म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टरमा पर्छ, त्यसकारणले म चाहिँ यसमा क्लिक गरे। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टरमा भएको शेयरहरु चाहिँ यहाँ देखाएको छ। अहिले चाहिँ थोरै मात्रै रहेको छ, तपाईले देख्न सक्नुहुन्छ, धेरै छैन है। तपाईले यहाँ देख्न सक्नुहुन्छ बीएनएल कति पुगेको छ, 15,900 रहेको छ। एक किताको मात्रै हो यो, 10 किताको हिसाब गर्दा चाहिँ 1,59,000 रहेको छ यसको भ्यालु। 10 किताको भ्यालु, एक किताको मात्रै 15,900 रहेको छ भने बीएनटी को चाहिँ 11,098 रहेको छ यो। अर्को चाहिँ तपाईले यहाँ देख्न सक्नुहुन्छ युनिलिभर पनि यही सेक्टरमा पर्छ। युनिलिभर चाहिँ अहिले नेपालको सबभन्दा हाईएस्ट भ्यालु भएको कम्पनी हो। तपाईले यो कम्पनी पनि यही सेक्टरमा पर्छ, तपाईले यहाँ देख्न सक्नुहुन्छ युनिलिभर भनेर देख्न सक्नुहुन्छ। युनिलिभरको चाहिँ अहिलेको भ्यालु चाहिँ कति रहेको छ, एक किताको भ्यालु 48,080 रहेको छ है। एक किताको भ्यालु मात्रै 48,080 रहेको छ। राम्रो भ्यालु भएको तीनवटा कम्पनी यही सेक्टरमा परेको छ, तपाईले यहाँ देख्न सक्नुहुन्छ। नेपालको सबभन्दा हाईएस्ट भ्यालु भएको युनिलिभर पनि यही सेक्टरमा परेको छ, तपाईले देख्न सक्नुहुन्छ। यसको भ्यालु 48,080 रहेको छ, एक किताको मात्रै भ्यालु रहेको छ 48,000। यही देख्न सक्नुहुन्छ। सागर डिस्टिलरीकै सेम कम्पनी चाहिँ एउटा यहाँ रहेको छ, तपाईले यहाँ देख्न सक्नुहुन्छ हिमालयन डिस्टिलरी भनेको छ। हिमालयन डिस्टिलरी पनि एक सेक्टरमा पर्छ है। हिमालयन डिस्टिलरी भनेर तपाईले सर्च गर्न सक्नुहुन्छ। अहिले चाहिँ यसको भ्यालु 1339 रहेको छ, एक किताको भ्यालु। 10 किताको हिसाब गर्दा चाहिँ 13,390 रहेको छ है। हिमालयन डिस्टिलरी र सागर डिस्टिलरी उस्तै उस्तै कम्पनी हो, तपाईले देख्न सक्नुहुन्छ। नाम पनि उस्तै उस्तै छ। एक वर्ष यसको हाईएस्ट भ्यालु चाहिँ 1525.68 रहेको छ भने लोएस्ट भ्यालु चाहिँ यसको 1133.04 रहेको छ। तपाईले यसरी बुझ्न सक्नुहुन्छ। यसको चाहिँ 15,000 चाहिँ पुग्ला जस्तो लाग्छ मलाई। तपाईहरुलाई थाहा पनि होला केही महिना अगाडि आएको आइपिओ तपाईलाई थाहा होला है, ओमेगा श्री फार्मास्युटिकल लिमिटेड पनि यही सेक्टरमा पर्छ, तपाईले देख्न सक्नुहुन्छ। यसको चाहिँ भ्यालु अहिले चाहिँ कति रहेको छ तपाईले देख्न सक्नुहुन्छ। अहिले चाहिँ यसको भ्यालु 1199 रहेको छ, 11,990 रहेको छ है। यो चाहिँ केही महिना अगाडि आएको आइपिओ। यसको चाहिँ हाईएस्ट भ्यालु 1994.70 सम्म भएको थियो, तपाईले देख्न सक्नुहुन्छ। एक किताको भ्यालु 80 सम्म भएको थियो। 10 किताको हिसाब गर्दा चाहिँ 19,940 सम्म यसको भएको थियो है। लोमा चाहिँ यसको कारोबार 297 सम्म भएको थियो है, तपाईले देख्न सक्नुहुन्छ। यसले चाहिँ 21 चोटी सम्म सर्किट हानेको थियो। 21 चोटी सर्किट हान्दा चाहिँ यसको भ्यालु चाहिँ 1994.70 सम्म पुगेको थियो है यसको भ्यालु। अहिले चाहिँ घटेर 199 भएको छ। सागर डिस्टिलरी लिमिटेडलाई म ओमेगा श्री फार्मास्युटिकल सँग कम्पेयर गर्छु, सामान्य कम्पेयर गर्छु, तपाईहरुले मजाले बुझ्न सक्नुहुन्छ है। ओमेगा श्री फार्मास्युटिकल लिमिटेडले 14,76,000 किता शेयर सर्वसाधारणहरुको लागि खुलाएको थियो भने वैदेशिक रोजगारमा जानुभएको नेपालीहरुको लागि
1,80,000 किता सेयर निष्कासन गरेको थियो। सागर डिस्टिलरीले 11,90,640 किता सेयर सर्वसाधारणहरूको लागि खुलाएको थियो। 1,45,200 किता वैदेशिक रोजगारमा जानुभएको नेपालीहरूको लागि खुलाएको थियो। ओमेगा सेरी फार्मास्युटिकल कम्पनीको EPS 3.30 रहेको छ भने सागर डिस्टिलरी लिमिटेडको चाहिँ माइनसमा रहेको छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ -3.71 रहेको छ भने ओमेगा सीरीको नेटवर्कको कुरा गर्दा यसको नेटवर्क चाहिँ माइनसमा रहेको छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ 90.61 रहेको छ भने सागर डिस्टिलरीको नेटवर्क चाहिँ प्लसमा रहेको छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ 106.52 रहेको छ है। ओमेगा सीरी फार्मास्युटिकल लिमिटेडको ओपनिङ रेन्ज 90.61 देखि 270.51 को बीचमा रहेको थियो। यसको पहिलो कारोबार भने 270 मा भएको थियो है। ओपनिङ रेन्जको हाई बिन्दुमा भएको थियो यसको कारोबार। सागर डिस्टिलरीको पहिलो कारोबार 106.52 देखि 319.56 को बीचमा हुन्छ है। अब चाहिँ म तपाईहरुलाई सागर डिस्टिलरी लिमिटेडको शेयर भ्यालु कतिसम्म जाला भनेर म तपाईहरुलाई एउटा एस्टिमेसन गरेर देखाउँछु। यो चाहिँ 100% हुँदैन, मिल्न पनि सक्छ नमिल्न सक्छ है। 100% चाहिँ हैन, सामान्य एस्टिमेसन गरेर तपाईहरुलाई देखाउँछु है। आईपीहरुको प्राय पहिलो कारोबार जहिले पनि ओपनिङ रेन्जको हाई बिन्दुमै हुन्छ। त्यसकारणले मैले सागर डिस्टिलरी लिमिटेडको लागि ओपनिङ रेन्ज 300 राखेको छु। यतिमा कारोबार भयो भने यसको भ्यालु चाहिँ यति हुन्छ भनेर चाहिँ मैले एउटा क्याल्कुलेसन गरेको छु। तपाईले यहाँ देख्न सक्नुहुन्छ। च्याट जीपीटीलाई मैले क्याल्कुलेसन गर्न लगाएको छु। तपाईले यहाँ देख्न सक्नुहुन्छ है। अहिले भर्खरै खुलेको हिमस्टार ऊर्जाले चाहिँ 11 दिनसम्म सर्किट हानेको थियो। यसले 11 दिनसम्म सर्किट हान्यो भने यसको भ्यालु चाहिँ 814.56 हुन्छ है। कम्तीमा 8000 सम्म चाहिँ यसको भ्यालु हुन्छ। यदि यसले 15 दिनसम्म सर्किट हान्यो भने यसको भ्यालु 1178.88 हुन्छ है। कम्तीमा तपाईहरुले चाहिँ 11000 कमाउनुहुन्छ 10 किताबाट। यदि यसले 20 दिनसम्म सर्किट हान्यो भने तपाईहरुले 19000 सम्म तपाईहरुले कमाउन सक्नुहुन्छ मजाले। सागर डिस्टिलरी लिमिटेडको पनि भ्यालु चाहिँ 19000 पुग्ला जस्तो लाग्छ है। शेयर भ्यालु चाहिँ 19000 पुग्ला जस्तो लाग्छ, किनभने यही सेक्टरको कम्पनीले 21 दिनसम्म सर्किट हानेर 19000 भ्यालु बनाएको थियो। यसले पनि बनाउँछ जस्तो लाग्छ, किनभने त्यसको नेटवर्क पनि कम थियो। त्यसले चाहिँ धेरै किता शेयर निष्कासन गरेको थियो। यसको नेटवर्क पनि धेरै छ त्यो कम्पनी भन्दा, त्यसकारणले यसको शेयर भ्यालु 19000 चाहिँ पुग्ला जस्तो लाग्छ मेरो विचारमा। यो चाहिँ 100% हैन, मेरो विचारमा चाहिँ 19000 सम्म चाहिँ मजाले पुग्ला जस्तो लाग्छ, किनभने ओमेगा सीरीको नेटवर्क माइनसमा हुँदा पनि त्यसको भ्यालु 19000 पुगेको थियो। यसको प्लसमा छ, त्यसकारणले यसको भ्यालु चाहिँ 19000 मजाले पुग्ला जस्तो लाग्छ मेरो विचारमा। यो चाहिँ 100% होइन है, मैले चाहिँ एउटा अनुमान मात्रै गरेको हो। यदि 20 दिनसम्म तपाईहरुले होल्ड गरेर सर्किट लाग्यो भने चाहिँ यसको भ्यालु चाहिँ 20000 19000 चाहिँ मजाले पुग्छ। तपाईहरुले चिन्ता लिनु पर्दैन। आजको भिडियो यति नै रहेको छ है। तपाईहरुलाई यो भिडियो मन पर्यो भने तपाईले भिडियोलाई लाइक गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद।